त सजिलो पनि नलागेको झन्डै गोल भयो नि छ्या लगाएन यहाँबाट चाहिँ हेर्नु चाहिँ मजा आउँदछ तर घामै निधारमा आउँदछ नि त है सिङ्गीले दुईटा खायो त अब कति खाने हौ प्रशान्त छेत्री हेलमेटले बल छुनु पाएन रिपले त हिजोमा देखाए त अस्ति प्लेटिनियम खेलेको नि अनि पछि आऊ एकैस पछि गोल नारायण गोल लगा हेलमेट गोल लगा गयो खेल गएको गयो गयो टेकडा गो कत्रो खाले हामीले मजाले घुम्ने पोस्ट भित्र पोस्ट हाल्छ पोस्ट भित्र हाल्नु बाङ्गे बजारमा आइपुग्यो हामी यसमा बाङ्गे बजार यहाँ चाहिँ बाङ्गो हुन्छ नि त सिधा मान्छे पनि हौ तन्दुरी चिकन जाँदैन पार्क तन्दुरी चिकन वाचिपा हुँदो रहेछ खसीको मासु सकेर गएको अब घर लुगा मात्रै रहेछ यहाँ चाहिँ पुरानो फोनसँग साट्दो रहेछ यहाँ चाहिँ चम्ची कतिको दर्जनको 350 यस्तो क्या मात्र रहेछ मेला चाहिँ 100 रुपियाँ गोटा अरे यो खालि 100 रुपियाँ गोटा अरे दामी यस्तो ठेकीलाहरू मन पऱ्यो क्या मलाई त लाग्यो हामी चाहिँ हेर्दै हेर्नु भयो नि भाइ तलबाट हेर्नु हेर न होइन औ हेर न अब उयो रहेछ आर्टिफिसियल पो रहेछ म त सेम देखेर कस्तो दामी यो के होला यो यो त किन्नु पाउँछ नि किन्नु प्लास्टिक पनि पाउँछ नि
लकी बेम्बो तपाईँहरू जो पनि आएर यहाँ गाउनु सक्नुहुन्छ यहाँ फ्री स्पेस होला ओपन स्पेस केही भन्न चाहनुहुन्छ भने यो ओपन स्टेज हो तपाईँहरू आएर आफ्नो गाडी त यहाँबाट थुपारेको छ हामी चाहिँ गएको है अघि हाम्रो अगाडि पनि भएको गाडी पो रहेछ यो गाडी च्याखुङको निस्किनु पर्थ्यो साइली फुपू फुपू जान्दिहास् पुल छ त त्यहाँ पुल आमा पुल देखिन पुल आमा त्यहाँ भक्कु स्कुटी राखिराख्छ त हौ त्यहाँ त कहाँ अन्त अहिले त निस्किने बित्तिकै त्यसरी राख्नु अप्ठ्यारो हुँदैन क्या मेरो छोराले चाहिँ खाजा खाने भोकले हालत बिचारा मेरो भाइको बिजोक है है भाइ भाइलाई चाहिँ म खाजा खानु लागि लाँदैछु ज्याकेट पनि त्यस्तो लगाइरहेको छु चोक भनौँ हामी जाडोले स्कुलमा अघि जानु भएको मलाई त मैले सपोर्ट गरेको टिमले जित्यो फाइनली जलन्धरको टिममा थिएँ म चाहिँ जलन्धरको टिमलाई सपोर्ट यता चाहिँ दिल्लीको हारेर यहाँ अनर यत्रो भइरहेको छ मैले सपोर्ट गरेको टिमले जित्यो नि त भेटिराख्नु पर्थ्यो जलन्धरको होला है जित्यो हाई गरिदेऊ न हेलो जलन्धर टिम यस खेल मैदानको आमन्त्रित जानु मेडिकल टिमका सम्पूर्ण स्टाफहरूलाई यो चाहिँ म्यान अफ द म्याचले पाउने चाहिँ 22 तारिक आजका मुख्य अतिथि महोदय लगायत अन्य विशिष्ट अतिथिगणलाई त्यही त स्टेज किन खाली छ भन्छु नि खेलाडीलाई मोमेन्टस प्रदान गर्नका निमित्त मैदानसम्म हेलो जलन्धर टिम कङ्ग्रेचुलेसन हेलो कङ्ग्रेचुलेसन